के छ मनोज भाइ? सबै ठिकठाक छ दाइ, के छ खबर तपाईँको? एकदम ठिक छ, एकदम ठिक। के भइरहेको छ अनि मार्केटिङ हामीले कसरी गरिरहेको छौँ कि यहाँ हामीले? अब मार्केटिङ हामी अब चालु गर्दैछौँ। हजुर। हामीसँग डिजाइनहरू पनि अहिले एड भएको छ, टन्नै छ। डिजाइनहरूमा हामीसँग हेर्न सक्नुहुन्छ। कस्तो कस्तो आइरहेको छ त डिजाइन? फोटोहरू? राधाकृष्णको डिजाइन छ, वाह, राधाकृष्ण। त्यसबाहेक हामीसँग हाम्रो फेरि हनुमानजीको डिजाइन छ, कति राम्रो है। त्यसबाहेक हामीसँग छ गौतम बुद्ध, मेरो त आफ्नै छिमेकी, एउटै जिल्लामा जन्मेको हामी। वाह, गणेशजी, गणेशजी जे काम गर्दा पनि सुरुवातमा गणेशलाई सम्झिनुपर्छ। वाह, यो चाहिँ एकदम राम्रो रहेछ। कलर चाहिँ मिल्छ, कलर मिल्छ। यो बनाउनु मलाई 2 दिन लाग्यो। 2 दिन। यो पनि राम्रो छ, गणेशकै हो। गौतम बुद्ध मेरो छिमेकी, भाइको छिमेकी। त्यसपछि शिवजी, शिवजीको मन्दिर पनि छ वाह, हाम्रो गाउँतिर। हामीसँग अहिले यति छ, योभन्दा धेरै पनि छ। हाम्रो वेबसाइटमा पनि छ हाम्रो चाहिँ विभिन्न अरू इमेजेसहरू। अहिले चाहिँ हामीले प्रमोसन लागि भनेर चाहिँ 17 तारिकसम्ममा 2 जनालाई, जसले हाम्रो टिकटक फलो र लाइक गर्नुहुन्छ कि त कसैलाई मेन्सन गर्नुहुन्छ, त्यो टाइम पिरियडमा जसले गर्नुहुन्छ उहाँहरूको चाहिँ 2 जना लकी ड्र गरेर 2 जना छान्ने र उहाँहरूलाई मनपर्ने यस्तै कि त यस्तै क्यानभासहरू कि त आफ्नै कस्टम फोटोहरू छ, बिहेको फोटो होइन, साथीलाई गिफ्ट दिनुपर्ने कुनै किसिमको कस्टम डिजाइन छ भने पनि हामीले यो साइजमा, यो तपाईँको 60 हाइट 45 वेट, यो क्यानभासमा, यो क्यानभास चाहिँ हामीले अस्ट्रेलियाभरि डेलिभरी गरिदिन्छ। फ्रीमा दिने उहाँहरूलाई? फ्रीमा दिने। 2 जना चाहिँ हाम्रो प्रमोसनल सबैलाई फ्रीमा दिने, जसले लाइक गर्छ। 2 जना 17 तारिक भित्रमा के गर्नु पर्यो भन्नुहुन्छ? हाम्रो टिकटक, यो टिकटक भिडियोलाई लाइक गर्ने, गर्ने सोमश्री प्रिन्टिङ जहाँबाट आएको छ नि भिडियो, त्यसलाई चाहिँ फलो गर्नुभयो। हाम्रो टिकटक प्रोफाइललाई पनि फलो गर्ने, अनि त्यसपछि लाइक गर्ने। यदि कसैलाई कोही साथीलाई मेन्सन गरे पनि हामीले जतिजनाले गर्नुहुन्छ त्यहाँबाट चाहिँ हामीले पिकअप गरेर 2 जनालाई फ्रीमा, जसले मेन्सन गर्नेलाई चाहिँ हामीले मेन्सन गर्ने शर्त भनेको हाम्रो पेज प्रोफाइललाई फलो गर्नु पर्यो र मेन्सन गर्नु पर्यो भन्न खोज्नु भएको? होइन, फलो गरे नि भयो, फलो गरे पनि। लाइक गर्न मन छ भने लाइक नगर्नुहोस्, तर फलो गर्नु पर्यो। फलो गर्नु पर्यो। अनि फलो गरेर कसैलाई मेन्सन गर्न चाहन्छ भने पनि मेन्सन गरे बाबत पनि पाउनुहुन्छ। होइन, फलो गरेर मेन्सन गर्ने कि नगर्ने? फलो गरेर मेन्सन गर्न मन लाग्यो भने गरिदिनु, अनि फलो गर्ने मेन्सन गरेन भने पनि पाउनु चाहिँ त्यो छानिन्छ। फलो नगरेर मेन्सन गरेर पनि छानिन्छ। ल, तपाईँले फलो चाहिँ गर्नै पर्यो होइन, फलो चाहिँ गर्नै पर्यो। फलो चाहिँ गर्नु पर्यो। फलो चाहिँ हाम्रो यो टिकटक पेज, उहाँले भनेअनुसार टिकटक पेजलाई चाहिँ फलो गर्नै पर्यो होइन। तर चाहिँ उहाँले अप्सनलमा चाहिँ मेन्सन के अरे तपाईँले चाहिँ कमेन्टमा गएर मेन्सन गरे पनि भयो, नगरे पनि भयो। तर यहाँ के देखिन सक्छ भन्दा उहाँले भन्दै गर्दाखेरि जसले मेन्सन गर्छ उहाँको यहाँ लकी ड्रमा पर्ने चान्सेस धेरै छ भने चाहिँ यो साइजको पाइन्छ। यो 45 र 60 को साइज हो होइन त? हामीले 2 जना दिन्छौँ। 45 विथ भयो, हाइट चाहिँ 60 भने चाहिँ यो साइजको हामीले तपाईँले हेर्न सक्नुहुन्छ यहाँदेखि होइन, यहाँसम्मको साइज रहेछ। यो चाहिँ जसले हाम्रो पेजलाई फलो गर्छ उहाँहरूमध्ये 2 जनालाई सिलेक्ट गर्न सकिन्छ। 17 तारिक टाइमभित्र 17 तारिकसम्ममा। हामीले 18 तारिक चाहिँ उहाँले भनेअनुसार रिजल्ट उहाँले चाहिँ एनाउन्स गर्नुहुन्छ हाम्रो टिकटक भिडियो मार्फत। त्यो पनि हामी लाइभ नै गर्छौँ, लाइभ नै एउटा नयाँ तरिकाबाट लाइभ हुन सक्यो भने लाइभ हामी गरिदिन्छौँ। त्यो चाहिँ गर्न सक्छौँ भने चाहिँ 2 जनालाई हामीले चाहिँ फ्रीमा यो हामीसँग भएको कुनै पनि हामीसँग भएको कलेक्सन होइन, हामीसँग भएको कलेक्सन साथै र तपाईँको आफ्नै फोटो पनि यो साइजमा तपाईँलाई प्रिन्ट गरेर मगाउनु छ भने पनि तपाईँले चाहिँ यो हाम्रो प्रोफाइल टिकटक प्रोफाइललाई फलो गर्नु पर्यो र तपाईँले मेन्सन गर्नु पर्यो र जसले मेन्सन गर्छ उहाँको प्रोबाबिलिटी धेरै चान्सेस भयो भन्न खोज्नु हुँदैछ मनोजले। त्यही कारणले गर्दाखेरि चाहिँ 2 जनाले चाहिँ चाँडोभन्दा चाँडो होइन मेन्सन गरेर हामीलाई सपोर्ट गर्नु होला होइन। सपोर्ट त हो नि, हामीलाई त अस्ट्रेलिया वाइड नै हामी डेलिभर गर्छौँ होइन त? अस्ट्रेलिया न्युजिल्यान्ड पनि गर्छौँ। वाह, ल न्युजिल्यान्ड पनि गर्छौँ भने चाहिँ हामी न्युजिल्यान्ड पनि गर्छौँ र तपाईँको चाहिँ अस्ट्रेलिया त छँदैछ र अरू देश हामी पनि छ भने चाहिँ हामीले चाहिँ विचार गर्न सक्छौँ। त्यतिसम्मको लागि हामीलाई सपोर्ट गर्दै गर्नु होला। धन्यवाद।